म रमेश नेपालको पूर्वी पहाडी गाउँमा जन्मेको साधारण मान्छे। हाम्रो गाउँ सुन्दर थियो। हरियो डाँडा काँडा, बिहानको हावा, खेतको सुगन्ध। तर त्यही सुन्दर ठाउँभित्र हाम्रो परिवारको जीवन भने सङ्घर्षले भरिएको थियो। बुबा किसान, आमा खेतबारीमै पसिना बगाउने। सानो जमिन तर ठुलो परिवार। बाली फल्यो भने पनि आधा त ऋण तिर्ने जान्थ्यो, बाँकीले महिनाभरको खर्च पनि पुग्दैन थियो। बाल्यकालदेखि नै मैले अभाव भन्ने शब्द सँगै बाँचेको थिएँ। स्कुल जान्थे तर धेरै जसो दिन आधा पेटमा नै हुन्थे। जुन दिन बुबाले पैसा जुटाउन सक्नु हुँदैन थियो, म किताब होइन खेतको हिलो समाउँथे। ममा सपना थियो पढ्ने, केही बन्ने, परिवारलाई सुख दिने। तर स्कुल सकेपछि गाउँको वास्तविकता त्यही नै थियो। यहाँ पढे लेखेकोले के नै पाउँछन् र? यस्ता आवाजहरू हरेकतिरबाट सुनिन्थ्यो। कलेज जान पनि पैसै थिएन। गाउँका साथीहरू एक एक गर्दै भारत वा खाडी देशतिर लाग्न थालिसकेका थिए। कसैले मसालेको पसलमा, कसैले भवन बनाउने मजदुरीमा। र म भने अझै आमाको छेउमा पसिना पुस्दै सोच्थे, म पनि विदेश नै जानुपर्ने होला। एक दिन बुबा बिरामी पर्नुभयो। हृदयको समस्या रहेछ। अस्पतालमा उपचार गर्न 50,000 रुपियाँ चाहियो। त्यो दिन आमाको आँखामा मैले पहिलोपटक बेबस आँसु देखेँ। त्यो आँसु नै मेरो निर्णयको कारण बन्यो। र मैले आफैलाई भने, अब म विदेश जानै पर्छ। विदेश जाने सपना मेरो लागि सपना होइन, बाध्यता थियो। गाउँको दलालले भन्यो, कतारमा राम्रो काम छ, महिनामा 30,000 रुपियाँ कमाइ हुन्छ। मैले सोधेँ, कस्तो काम हो? उसले हाँस्दै भन्यो, काम त काम हो नि भाइ, तर पैसा भने मजाले आउँछ। यो वाक्य नै मेरो लागि आशाको किरण बन्न पुग्यो। घरको जग्गा धरौटी राखेर मैले 1,80,000 जुटाएँ। दलाललाई पैसा बुझाएँ अनि मेरो तयारी सुरु भयो। पहिलो पटक हवाईजहाज चढ्ने डर, अपरिचित देशमा जानुपर्ने सोच र आमाको हातबाट टाँसिएको टीका सबै एकसाथ थियो। जाँदै गर्दा आमाले भन्नुभयो, रमेश, पैसा भन्दा पहिला आफ्नो ज्यानको ख्याल गर्नु है बाबु। यो वाक्य आजसम्म पनि मेरो मनमा गुन्जिरहन्छ। कतार पुगेको पहिलो रात, त्यो म कहिले बिर्सन सक्दिनँ। विमानस्थलको चिल्ला सडक, ठुलो सहर, चम्किलो बत्ती। तर मेरो मन भने गाउँको अँध्यारो घरमा नै थियो। जुन कम्पनीमा काम गर्न आएको थिएँ त्यो निर्माण कम्पनी रहेछ। भवनमा टाइल्स, प्लास्टर र भारी काम। पहिलो दिन नै हातमा चिलाउने, काँध दुख्ने र साँझ परेपछि कोठाको चिसो कुना, जहाँ 4जना अपरिचित मान्छेहरू ससाना कथाहरू सुनाउँथे। त्यो दिन मैले महसुस गरेँ, यहाँ पैसाको मूल्य त छ, तर मान्छेको मनको भने कुनै मूल्य छैन। त्यसपछि यसरी नै दिन बित्दै गयो। म बिहान सबेरै उठ्थेँ, काममा जान्थेँ, घाम र बालुवा बीच पसिना बगाउँथे। कहिलेकाहीँ लाग्थ्यो म चलिरहेको नै छैन, मलाई यो शरीरले चलाइरहेको छ। तर जब घर सम्झन्थे, आमाको अनिवार्य सम्झन्थे, बुबाको रोग सम्झन्थे, फेरि मन आफै बलियो बन्न पुग्थ्यो। गाह्रो थियो, तर मैले हार भन्ने मानेको थिइनँ। जति दुःख भए पनि मैले आफ्नो काम रोकेको थिइनँ अनि त्यही मेहनतले मलाई फल दिन थाल्यो। करिब 1-2 महिनापछि पहिलो पटक मैले घरमा पैसा पठाएँ। थप 3 महिनापछि बुबाको उपचार भयो। आमाले फोनमा भन्नुभयो, बाबु, अब त बुबा ठिक हुनुहुन्छ। त्यो सुन्दा मेरो मन खुसीले निकै रोयो। मैले ऋण पनि तिरे। 6 महिना लगातार निकै कठिन काम गरेपछि म ऋण तिर्न सफल भएको थिएँ।
अब मसँग केही बचत पनि हुन थालेको थियो। कमाइ राम्रै थियो, तर सजिलो भने थिएन। गाह्रो पनि अत्यन्तै गाह्रो। कहिले हातको छाला उखेलिन्थ्यो, कहिले शरीर थकाइले काँप्थ्यो, तर म बिस्तारै बानी पारिरहेको थिएँ। थकाइमा पनि मुस्कुराउने, पीडामा पनि आशा खोज्ने। सदा चाहिँ एक रात म धेरै थाकेको थिएँ। साइटबाट फर्किँदा रातको 10 बजिसकेको थियो। खाना पकाउने पनि मन नै थिएन। सिधै कोठामा गए, कपडा फेरे अनि खाटमा पल्टिएँ। थकाइले शरीर टुटेको थियो, तर निन्द्रा भने परेकै थिएन। त्यही बेला मैले मोबाइल उठाएँ, फेसबुक खोले, घरका फोटोहरू, साथीहरूका स्ट्याटसहरू हेरिरहेँ। अचानक स्क्रिनमा देखियो, यु हेभ अ फ्रेन्ड रिक्वेस्ट। नाम अपरिचित थियो। प्रोफाइल फोटो पनि साधारण थियो। कुनै ग्ल्यामर थिएन, कुनै देखावटी पोसाक पनि थिएन, तर अनुहारमा एउटा शान्ति, हल्का उदासीपन थियो। मैले प्रोफाइल खोलेर हेरेँ, नाम थियो निरा शर्मा। मनमा लाग्यो अन्जान मान्छे हो, तर पनि मैले एक्सेप्ट गरिहालेँ। त्यो निर्णय सायद सामान्य थियो, तर मैले कहिले सोचेको थिइनँ त्यो एउटा क्लिकले मेरो जीवनको दिशा नै बदल्नेछ। फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट हुने बित्तिकै उतैबाट हेलो भनेर मेसेज आइहाल्यो। मैले पनि जवाफ दिइहालेँ, हेलो। त्यो पहिलो दिन हामी दुईजनाले हल्का फुल्का कुरा गर्यौँ। सामान्य कुराहरू, खाना, मौसम, काम के छ, कस्तो छ। तर मैले महसुस गरेँ त्यो अन्जान मान्छेसँग कुरा गर्दा पनि मेरो मन शान्त थियो। उनले मलाई सोधिन्, नेपालको याद आउँदैन? र मैले पनि जवाफ दिन्थेँ, नेपालको याद धेरै आउँछ, तर यहाँ कामले दिनभर व्यस्त हुन्छु। घरको कुरा सम्झिन मन लाग्छ, तर समय नै छैन। यस्तै कुराकानी गर्दै जाँदा हामी बोल्न थालेको पनि 1 हप्ता भइसकेको थियो। अब भने उनी बिस्तारै मसँग आफ्नो कुराहरू खोल्न थालेकी थिइन्। कुरा गर्दै जाँदा मैले थाहा पाएँ कि उनी विवाहित नारी रहेछिन्। उनको विवाह भएको पनि 2 वर्ष भइसकेको रहेछ र उमेरले उनी मभन्दा 5 वर्ष जेठी रहेछन्। 2 वर्ष विवाह भएको भए पनि अहिलेसम्म सन्तान पनि भएको रहेनछ र त्यही कारणले गर्दा घरमा मनमुटाव, झैझगडा हुँदो रहेछ। सायद त्यही भएर पनि होला उनले म जस्तो अन्जान व्यक्तिलाई रिक्वेस्ट पठाए कि। उनको कुरा गर्ने शैलीले मैले यति बुझेँ कि उनी एउटा असल साथीको खोजीमा छिन्, जोसँग उनी आफ्नो दुःख सुखका कुराहरू सुनाउन चाहन्छन्। मलाई पनि कतारमा एक्लोपन महसुस भएको थियो, त्यसैले मैले पनि उनलाई एउटा साथीको रूपमा स्वीकार गरेँ। मैले आफ्नो दिनको कामको कुराहरू उनलाई सुनाउने गर्थेँ र उनले पनि आफ्नो घर परिवार, श्रीमानको कुराहरू मलाई सुनाउने गर्थिन्। कहिले सुखको कुरा, कहिले दुःखको कुरा, कहिले हाँसोको कुरा, कहिले पीडाको कुरा। यसरी नै हामी आफ्नो दुःख सुख साट्ने साथी भएका थियौँ। हामी कुरा गर्न थालेको पनि 1 महिना भइसकेको थियो। पहिला हामी लेखेर कुरा गर्ने भए पनि अहिले हामी भिडियो कलमा कुरा गर्ने भएका थियौँ। हामी हरेक दिन नै कुरा गर्थ्यौँ। उनी लेख्थिन्, सधैँ काममा व्यस्त, तर आज बिहानको चिया भने स्वादिलो लाग्यो। मैले पनि जवाफ दिन्थेँ, त्यो चियाले त घरको याद दिलाउँछ, नेपाल धेरै याद आउँछ। साँझपख उनी आफ्नो दिनको अनुभव सुनाउँथिन्। आज श्रीमान धेरै तनावमा थिए, मसँगै बस्दा पनि मन खाली लाग्छ रे। मैले पनि जवाफ दिएँ, कसैले मन सुन्ने हो भने मात्र पनि खुसी लाग्छ। मलाई लाग्छ तपाईँ मसँग साँचो कुरा गर्न सक्नुहुन्छ। यसरी नै दिनहरू बित्दै थिए। अब हरेक सन्देशमा हामी हाँस्थ्यौँ, कहिले रुन्थ्यौँ पनि। म उनलाई आफ्नो जीवनको कठिनाइहरू सुनाउँथेँ, कतारको गाह्रो काम, थकान, कहिलेकाहीँ एक्लोपन।
उनी पनि आफ्नो जीवनको पीडा खोल्न थाल्थिन्। वैवाहिक जीवनको असन्तोष, बच्चा नहुँदाको भावना, घरको एक्लोपन। एक दिन उनले मलाई लेखिन्, आजको दिन त कामले निकै गाह्रो भयो। घरको काम पनि कति गाह्रो, तर तपाईँको मेसेज पढ्दा भने मलाई हल्का महसुस हुन्छ। मैले पनि जवाफ दिएको थिएँ, मलाई पनि तपाईँको मेसेज पढ्दा लाग्छ हामी दुवैजना एकअर्कासँग रहेर शान्ति पाउँछौँ। यो लेखेर पठाउँदा मलाई होसै भएन कि मैले के लेखेर पठाएँ। एकछिनपछि पो मैले आफ्नो मेसेज पढेर थाहा पाएँ कतै मैले बढी बोलेकी क्या हो। उताबाट कुनै प्रत्युत्तर नै आएन। तर त्यस दिनपछि हाम्रो संवाद मित्रतामा मात्र सीमित रहेन। हामी हरेक कुरा सेयर गर्न थाल्यौँ। सानो खुसी, सानो पीडा, आशा, डर। मैले महसुस गरेँ मैले उनको कुरा सुन्दा सुन्दै र आफ्नो कुरा सुनाउँदा सुनाउँदै उनलाई माया गर्न पो थालिसकेछु र उनले पनि मलाई विश्वास गर्न थालिसकेकी छिन्। हरेक साँझ हाम्रो कुराकानी अनिवार्य जस्तै भइसकेको थियो। कहिले निराले मेरो फोटो माग्थिन् भने कहिले म उनलाई आफ्नो फोटो पठाउँथे। कहिले भिडियो कलमा हामी सँगै हाँसिरहेका हुन्थ्यौँ। हामी बाँचिरहेका थियौँ तर केवल शब्द र स्क्रिन मार्फत। मलाई थाहा थियो उनी विवाहित छिन्, तर मैले महसुस गरेँ प्रेम केवल औपचारिक सम्बन्धको नाम होइन। हामी दुःख खुसी साट्दा साट्दै एकअर्कामा विश्वास बढाउँदै साँचो प्रेममा फसिसकेका थियौँ। एक दिन साँझ हामी भिडियो कलमा थियौँ। निराले मुस्कुराइन् तर आँखामा उदासी थियो। मैले सोधेँ, निरा आज किन उदास भएको? उनले हाँस्दै भनिन्, मेरो जीवनले मलाई निकै चोट पुर्याएको छ रमेश, तर तपाईँको कुरा सुन्दा म अलिकति भए पनि हल्का महसुस गर्छु। त्यो क्षण मैले कता कता महसुस गरेँ। मैले उनलाई साथीको रूपमा मात्र होइन, मैले त उनलाई माया पनि गर्न थालिसकेको रहेछु। तर मनमा द्वन्द्व पनि थियो। मलाई थाहा थियो निरा विवाहित हुन्। मसँग डर थियो, अपराध बोध पनि थियो, तर मैले आफूलाई रोक्न सकेको नै थिइनँ। उनको पीडा, उनको हाँसो, उनको विश्वास सबैले मलाई उनीप्रति अझ नजिक तानिरहेको थियो। निराले पनि कहिलेकाहीँ लेख्थिन्, हामी गलत त छैनौँ नि? मैले पनि जवाफ दिन्थेँ, हामी गलत छैनौँ निरा, हामी केवल जीवनसँग इमान्दार छौँ। हामीले बस आफ्नो सुख दुःखको कुरा एकअर्कासँग साटिरहेका छौँ। यसरी नै दिन बित्दै जाँदा हामीले एकअर्कामा गहिरो विश्वास र आत्मीयता बढाउन थालिसकेका थियौँ। दिन बित्दै गयो, हप्ताहरू बित्दै गए, महिनौ बित्यो र हाम्रो सम्बन्ध पनि थाहै नपाइकन प्रेममा परिणत भइसकेको थियो। तर हामीले कहिले पनि एकअर्कालाई आफ्नो प्रेम खुलेर भनेका थिएनौँ। एक दिन साँझ निराले मलाई लेखेकी थिइन्, मैले तपाईँलाई मेरो मनको कुरा बताउन पाउँदा निकै खुसी छु। म कहिले पनि कसैसँग यति खुलेर कुरा गर्नै सक्दिनथेँ। निरा, तपाईँ पनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। त्यो रात हामी दुईजनाले केवल शब्दमा मात्र होइन, मनको भावनामा पनि एकअर्कालाई स्वीकार गर्यौँ। मलाई थाहा थियो जीवनले हामीलाई अलग अलग बाटोमा राख्न सक्छ, तर हामीले के महसुस गर्यौँ भने साँचो प्रेमले पीडा, दूरी र समाजको नियमलाई पनि पार गर्न सक्छ। र त्यसै क्षण मैले सोचेँ, भले हामी सँगै रूपमा साथ नहौला, तर हाम्रो माया, हाम्रो विश्वास, हाम्रो आत्मीयता सधैँ जीवित रहनेछ। यसरी नै हाम्रो कुराहरू भइरहेको थियो। साँझ पख रात पर्न साथ हाम्रो संसार अरू जस्तै हुँदैन थियो। निराको घरमा सबै सुतिसक्थे, उनका श्रीमान पनि, र उनी शान्तसँग मोबाइल खोलेर मलाई अनलाइन भनेर सन्देश पठाउँथिन्। मैले मुस्कुराउँदै उत्तर दिन्थेँ, म अनलाइन नै छु नि, तपाईँको कुरा सुन्न पर्खेर बसिरहेको छु। त्यसपछि सुरु हुन्थ्यो हाम्रो साँझको कथा, कहिले हाँसो कहिले आँसु। निराले धेरै कुरा मनभित्र राखेकी थिइन्। उनले कहिले पनि कसैसँग खुलेर बोल्न नै पाएकी थिइनन्। एक रात उनले विस्तारमा भनिन्,
रमेश, मेरो श्रीमानले मलाई खासै ध्यान नै दिँदैनन्। उनी सधैँ आफ्नै संसारमै हुन्छन्। घरमा बोल्दा पनि सुन्नुहुन्न, नजर भेट्दा पनि आँखामा माया नै हुँदैन। उनलाई यो भनिराख्दा उनको आवाज निकै भारी थियो। मैले निराको कुरा ध्यानपूर्वक सुने र शान्त स्वरमा भने, कहिलेकाहीँ जीवनले धेरै कुरा खोज्छ निरा, तर तिमीमा जुन सहनशीलता छ त्यो नै तिम्रो शक्ति हो। त्यो सुनेर उनी केही बेर मौन नै रहिन्। फेरि हल्का मुस्कुराउँदै भनिन्, तपाईँको कुरा सुन्दा मन हल्का हुन्छ। लाग्छ कोही त छ जसले मेरो भावना बुझ्छ। यसरी नै निरा खुलिएर बोल्न थालेकी थिइन्। उनले आफ्नो नबनेको वैवाहिक जीवन, समाजको दबाव र बच्चा नहुनुको पीडा पनि मसँग साटेकी थिइन्। सबैले मलाई तिम्रो दोष हो भन्छन् रमेश, तर मलाई त कहिले पनि कसैले सोधेनन् तिमी ठिक छौ कि छैनौ। एक दिन निराले यसो भनिराख्दा मेरो मन चसक्क भयो। अनि मलाई मनमा लाग्यो, यदि निरा मेरो मात्र भएको भए म उनलाई संसारको सारा खुसी दिने थिएँ। मैले हरेक रात उनको कुरा ध्यान दिएर सुन्थे, सान्त्वना दिने शब्दहरू लेख्थे। तिमी दोषी होइन निरा, भाग्य कहिलेकाहीँ कठोर हुन्छ, तर तिम्रो माया अझै जिउँदो छ। दिनदिनै यस्तो कुराकानी हुँदै जाँदा मलाई पनि लाग्न थाल्यो उनी मेरो जीवनको हिस्सा बन्न थालेकी थिइन्। उनको हरेक सन्देशले मेरो थकित मनलाई नयाँ ऊर्जा दिन्थ्यो। उनको हरेक हाँसोले मेरो दिन उज्यालो बनाउँथ्यो। कहिले उनी आफ्नो मनको कुरा लेख्थिन्। आज पनि श्रीमानसँग बोलिन, तर तपाईँको सन्देशले मेरो दिन राम्रै भयो। अनि कहिले म लेख्थेँ, आज काममा धेरै थाके, तर तिम्रो कुरा पढेपछि सबै थकान हरायो। त्यो भावनात्मक सम्बन्ध जहाँ न त हामीले भविष्यको बाचा गरेका थियौँ, न त कुनै भेटघाटको योजना, तर पनि मनले मनलाई बिना शर्त माया गर्न थालेको थियो। अब हामी दुवै बुझ्थ्यौँ, हाम्रो सम्बन्ध सबभन्दा पर पुगिसकेको थियो। त्यो आत्माको सम्बन्ध थियो, जहाँ पीडा, एक्लोपन र समझदारी एकैसाथ मिसिसकेका थिए। सुधासे एक दिन कामबाट फर्किएको थिएँ। दिनभर घाम र बालुवामा पसिना बगाएर थकित भएर शरीर निकै नै थाकेको थियो, तर मनले कहिले थकान महसुस गरेको थिएन। रातको 9 बजेको थियो। घरको हल्का उज्यालोमा खाजा खाँदै मैले मोबाइल हातमा लिएँ। भित्रभित्र मेरो मनले झगडा गरिरहेको थियो, के गर्ने के नगर्ने। उसले मलाई स्वीकार गरिनन् भने के गर्ने, तर अर्को भागले मलाई धक्का दियो। तर यदि मैले भन्दिनँ भने त उनले कहिले थाहा नै पाउँदिनन्। मेरो सास तीव्र थियो, हात हल्का काँपिरहेका थिए। कपालमा पसिना थियो, तर डरको पसिनाले होइन, प्रेमको उत्थानले। मैले आफ्नो मनसँगै आँखामा आँसुहरू समाते। मैले आज राति उसलाई भन्नै पर्छ। बेलुकाको 10 बजिसकेको थियो। खाना खाइसकेपछि मैले फोन हातमा लिएँ। निराको फोन आउँछ कि भनेर म लगातार मोबाइल हेर्दै बसेँ र अन्ततः निराको फोन आइहाल्यो। मेरो मुटु धड्किन थाल्यो, हात हल्का काँपिरहेको थियो, सास रोकिएको जस्तै लाग्यो। मैले फोन उठाएँ। उताबाट हेलो रमेश भन्ने आवाज आयो। त्यो आवाज सुन्दा मेरो मन कता डुब्यो। म केही बेर मौन भएँ, अनि लामो सास लिँदै भने, निरा, म तिमीलाई केही भन्न चाहन्छु। मैले कतै कुरा नघुमाइकन सिधै भनिहालेँ, म तिमीलाई धेरै माया गर्छु। मलाई थाहा छ तिम्रो बिहे भइसक्यो, तर पनि म तिमीलाई स्वीकार्न तयार छु। म बुझ्छु हाम्रो अवस्था जटिल छ, तर मेरो मनले मान्दैन। म हामी सँगै भएको देख्न चाहन्छु। फोनको अर्को छेउमा निरा मौन थिइन्। धेरै लामो क्षण मौन नै रह्यो। मेरो हृदय छातीमा उचालिएको थियो, सास रोकिएको जस्तो लाग्यो। हात हल्का काँपिरहेको थियो, मुखमा सुक्खापन, आँखामा नमी।
सबै भावनाले मलाई बोल्न बाध्य पारिरहेको थियो। तर निराले केही उत्तर नै दिनन्। उनी बस मौन नै रहन् र केही क्षणपछि अचानक फोन कट्यो। मैले फेरि नम्बर डायल गरेँ तर कलै कनेक्ट भएन। म बस मोबाइल हेर्दै बसेँ। मुटुको धड्कन झन बढेर आयो। भित्रभित्रै मेरो मन भत्किएको जस्तो भयो। तर त्यही क्षण मेरो आत्माले आफैलाई बुझाउन थाल्यो। मैले आफ्नो साँचो भावना व्यक्त गरेको त हो। उसको प्रतिक्रिया जे भए पनि म इमान्दार छु र सायद यो भावनाले हामीलाई अझै नजिक ल्याउनेछ। फोन काटेपछि म खाटमा पल्टिएँ। हात अझै काँपिरहेको थियो। मनको धड्कन छातीमा जोडले बजिरहेको थियो। भित्रभित्रै डर थियो। डर यस कारणले थियो कि कतै मैले आफ्नो कुरा गरेर हाम्रो मित्रताको सम्बन्ध बिग्रिने त होइन? के मैले गल्ती गरेँ होला? के मेरो प्रेमले हाम्रो मित्रता नै टुक्रा पार्ने त होइन? यो सोच्दै जाँदा घाँटीमा कसैले गाँठो बाँधेको जस्तो महसुस भयो। तर त्यही डरको बिचमा अर्को भावना आयो। निराको कोमल अनुहार, उसको हल्का मुस्कान, आँखामा हल्का उदासी र उसको स्वर र उसले मलाई कहिले नछोड्ने दिएको अनुभूति। मैले सम्झेँ उनले मलाई कहिले पनि केही कुराको सहयोग मागिनन्। कहिले पनि मसँग आर्थिक सहयोग पनि मागिनन्। उनमा कुनै स्वार्थ थिएन। उनलाई बस केवल एउटा साथी चाहिएको थियो। आफ्नो सुख दुःख साटासाट गर्ने साथी। मैले सोचेँ मैले त्यो साथीको भूमिका सधैँ निभाउन सकेको थिएँ या थिइनँ। उसको मुस्कानमा, हरेक सानो हाँसोमा मैले आफ्नो थकान त भुलेको थिएँ। आज मैले उसलाई आई लभ यु भने र अहिले म डरको सागरमा पौडिरहेको थिएँ। म उनलाई दुखी देख्नै चाहदिनथेँ। मेरो मनले मनमा नै भनिरहेको थियो, मैले यो कुरा गरेर उसको मनमा कुनै क्षति नहोस्, कुनै पीडा नहोस्। मैले फोन कटेको क्षण सम्झेँ उनले कुनै जवाफ दिएकी थिइनन्। मौन नै भएर बसेकी थिइन्। मेरो मनमा असङ्ख्य प्रश्नहरू उठेका थिए। तर साथसाथै मैले महसुस पनि गरेको थिएँ। मैले आफ्नो भावनालाई इमान्दार भएर व्यक्त गरेँ। मैले बुझिसकेको थिएँ अब यो प्रेम केवल शब्दमा होइन, हृदयको गहिराईमा बसिसकेको छ र मनभित्र एउटा गहिरो इच्छा उठेको थियो। यदि उनले मेरो माया स्वीकारिन् भने मनको पीडा कहिले बढ्न दिने छैन। उनको कमजोर भाव, उनको डर, उनको हरेक मुस्कान, म सधैँ त्यसको रक्षा गर्नेछु। म रातभर खाटमा पल्टिएँ। मनमा डर, पछुतो अनि एक मिठो आशा मिसिएको थियो। यो मिश्रित भावनाले मेरो रातलाई अनिश्चित तर रोमाञ्चक बनाएको थियो। मैले बुझेँ प्रेम केवल भोग्ने कुरा होइन, यो रक्षा गर्ने, बुझ्ने र सधैँ नजिक बस्ने एउटा जिम्मेवारी पनि हो। निरासँग नबोलेको लगभग 2-3 दिन भइसकेको थियो। मैले हरेक दिन उसलाई फोन गरे, मेसेज गरे तापनि उताबाट केही खबर आएको थिएन। कता कता मेरो मनमा एउटा चिसो डर पनि थियो। कतै निरालाई केही त भएन र म मनमा नै निराको ख्याल राख्नको लागि भगवानसँग प्रार्थना गर्थेँ। यो 2-3 दिन मेरो जीवनको सबैभन्दा लामो दिन भएका थिए। निराको सन्देश बिना, फोन बिना, आवाज बिना मेरो संसार शून्य भएको थियो। काममा गए पनि मनले ध्यान नै दिँदैन थियो। साँझ पर्यो भने म उसकै प्रोफाइल हेरेर बस्थेँ। अनलाइन छैन, के भयो होला भन्ने डरले मलाई सताइरहेको थियो। मैले धेरै पटक फोन गरेँ, धेरै पटक मेसेज पनि पठाएँ। निरा, मलाई माफ गरिदेऊ। म तिमीलाई दुःख दिन चाहदिनँ। म तिमी जस्तो साथी गुमाउन चाहदिनँ। प्लिज मसँग बोल न। तर उताबाट कुनै उत्तर नै आएन। मेरो फोन मौन भएको थियो र म पनि मौन भएको थिएँ। साँझको कोठा पनि तिनै पीडाले भरिएको थियो। म एक्लो कोठामा बसेर भगवानसँग प्रार्थना गरिरहन्थेँ, हे भगवान, निराको ख्याल राख्नुहोला, ऊ ठिक होस्, ऊ सुखी होस्।
त्यो रात पनि म निदाउनै सकेको थिइनँ। तर चौथो दिन बिहान अचानक मोबाइलमा एउटा नोटिफिकेसन आयो। त्यो निराबाट थियो। मेरो आँखा खुसीले रसायो, हृदय जोडसँग धड्किन थाल्यो। कुनै आशा कुनै डर दुवै एकैसाथ थिए। मैले लामो सास फेरे अनि निराको मेसेज खोले। उनले लेखेकी थिइन्, रमेश, मेरो मोबाइल पानीमा खसेर बिग्रिएको थियो, त्यसैले केही सन्देश नै दिन पाइन। अहिले सबै ठिक भएको छ। मसँग तपाईँका लागि एउटा खुसीको खबर छ र एउटा दुःखको खबर छ। खुसीको कुरा यो हो कि म पनि तपाईँलाई उत्तिकै मन पराउँछु। तपाईँ जस्तो साथी मैले पाएँ भने म आफूलाई निकै धन्य महसुस गर्ने थिएँ। तर जीवन सधैँ हामीले सोचे जस्तो हुँदैन रहेछ। हिजो मेरो स्वास्थ्य निकै बिग्रिएको थियो। रिङ्गटा लागेर म कोठामै ढलेछु। हस्पिटल पुग्दाखेरि रिपोर्ट आयो कि म त 1 महिनाको गर्भवती भइसकेछु। अब तपाईँ आफै भन्नुहोस्, के तपाईँ मलाई मेरो बच्चासहित स्वीकार गर्न सक्नुहुन्छ? त्यो सन्देश पढ्ने बित्तिकै मेरो शरीरभर रगत नचलेको जस्तै भयो। म के महसुस गरिरहेको थिएँ मैले आफै बुझ्न सकिरहेको थिइनँ। मनभित्र असङ्ख्य भावनाहरू डगमगाइरहेका थिए। खुसी, दुःख, डर, असहायता सबै मिसिए। एकातिर त्यो वाक्य म पनि तपाईँलाई मन पराउँछुले मेरो आत्मालाई मिठो राहत दिएको थियो। तर अर्को वाक्य म गर्भवती छु। म मौन परे। मैले आकाशलाई हेरे र आफूभित्र मात्र दोहोऱ्याइरहेँ, भगवान अब म के गरौँ? मैले गरे म अब एउटा यस्तो मोडमा छु जहाँ माया र वास्तविकता आम्ने सामने उभिएका छन् र यी दुई मध्ये अब कुन रोज्ने मलाई अझै थाहा नै थिएन। त्यो रात मैले निरालाई कुनै उत्तर नै दिन सकिनँ। मोबाइल हातमै थियो तर औँलाहरू हल्लिएनन्। उसको शब्दहरू बारम्बार पढिरहेको थिएँ। हरेक वाक्यले मेरो मन छिरिरहेको थियो। मौसम पनि अजीब थियो। बाहिर हल्का हावा चलिरहेको थियो र भित्रको तुफान भने रोकिएकै थिएन। निराको सन्देशले मेरो मुटुमा अनेक प्रश्न जन्माएको थियो। के आएर उसको बच्चालाई स्वीकार्न सक्छु? के म यस्तो सम्बन्धको जिम्मा लिन सक्छु जहाँ उसको पति अझै पनि उसको जीवनमा छ? मलाई कता कता लाग्यो म कसैको घर भत्काउने मान्छे पो बन्दैछु कि म कुनै निर्दोषलाई पीडा पो दिँदैछु कि? यी सबै सोचहरूले मेरो आत्मालाई चिर्दै गयो। तर अर्कोतर्फ मेरो मनले पनि सोध्यो, यदि ऊ पनि मलाई मन पराउँछ भने के यो प्रेम गलत हो र? साँचो प्रेम र गलत परिस्थिति दुवै एकसाथ उभिएका थिए। मैले आँखा बन्द गरे। त्यो क्षण यसकामा एउटा चित्र चम्कियो। निरा र उसको श्रीमान एउटै बेडमा एउटै घरमा साथै बसेर खाना खाँदैछन्। सामान्य दम्पति जस्तो रहेका छन्। त्यो कल्पनाले कता कता मलाई भित्र पोल्यो। जुन शरीर जुन अनुहार म प्रेम गर्थे त्यो अहिले अर्को मान्छेको छेउमा छ र मलाई त्यही सम्झनाले निकै जलिरहेको आगो जस्तै अनुभूति दिलायो। मलाई झनक्क रिस उठ्यो। तर त्यो रिस पनि असह्य थियो किनकि श्रीमती हो र म त केवल बीचमा प्रवेश गरेको एउटा मान्छे। मलाई लाग्यो सायद म नै गलत छु। म त उसको संसार नै प्रयास गर्दैछु। तर अर्को क्षण मनले फेरि भन्यो, तर उसले पनि त मलाई मन पराउँछ। उसले नै त भनिन् म तपाईलाई पराउँछु। के त्यो माया गलत हो र? हजारौं विचारहरू बीच म निदाउने कोसिस गरिरहेको थिएँ। तर निन्द्रा भने आएकै थिएन, आँखा बन्द भएकै थिएन। म आफ्नै मनसँग लडिरहेको थिएँ। अन्ततः थकाइले हो कि पीडाले मलाई थाहै भएन, म भुसुक्कै निदाएछु। पनि निराको अनुहार, उसको आवाज, उसको सन्देश सबै मेरो सपना बनेर घुमिरहेका थिए र मनको अन्तिम कोठाबाट एउटा आइरहेको थियो।
रमेश, अब के गर्छौ त? मसँग कुनै जवाफ थिएन। मीरालाई कुनै उत्तर दिन नै चाहदिन थिए। त्यो रातको सन्देशपछि मैले निर्णय गरेँ, अब म बस सामान्य कुरा गर्छु। त्यो पुरानै दिनहरूमा गर्थेँ, कस्तो छ, के छ, आदि इत्यादि। तर मेरो मनभित्र भन्ने लडाइँ चलिरहेको थियो। म सोच के ऊ मेरो उत्तरको प्रतीक्षा गरिरहेकी छे? के ऊ मबाट टाढा जान खोजिरहेकी छे? के ऊ पनि मेरो जस्तै उल्झनमा फँसेकी छे? त्यसपछिका केही दिनहरूमा हाम्रा कुराहरू सामान्य भए। नीरा पनि सामान्य प्रतिक्रिया दिन्थिन्। उनको आवाजमा त्यो पुरानो तातोपन अब त्यति महसुस भइएन। म बुझ्थे, तर पनि म कुनै प्रश्न सोध्दिनथे। मलाई डर लाग्थ्यो, फेरि यदि मैले केही भने केही बिग्रिन्छ कि? हाम्रो त्यो सम्बन्ध, हाम्रो त्यो विश्वास, हाम्रो त्यो मौनता। समय बित्दै गयो। त्यो समयमा मैले नीरामा धेरै परिवर्तन देखेँ। उनी पहिले भन्दा निकै खुसी, अनुहारमा उज्यालो थियो, हाँसोमा ताजगी थियो। सायद अब त पनि माया गर्न थाली होलान्। सन्तान हुन लागेको थाहा पाएपछि घरको वातावरण फेरिएको होला। त्यो सोच्दा मन कता खाली भयो। तर अहिले लाग्न थाल्यो म न कसैको परिवारको बीचमा पो बसे कि। त्यसपछि मैले बिस्तारै आफूलाई टाढा राख्न थालेँ। रुममा अलि अड्किएर बोल्थे, पछि त सिधै छोटो छोटो उत्तर दिने बानी बसाले। ठिक छु, ठिकै छ, तिम्रो पनि स्वास्थ्यको ख्याल गर है, बस यति मात्रै। पनि त्यही रफ्तारमा प्रतिक्रिया दिन्। पहिले जस्तो खोज खाज गरिनन्। अब उनी पनि मेरो जीवनमा रहन् र म बुझ्न सक्थे धेरै होइन। त्यो अवस्थाले मलाई गाह्रो बनाएको थियो, तर मैले निर्णय गरेँ अब यो सम्बन्धलाई यही रोकेर आफ्नो जीवनमा पर्छ। हामी बीच बोलचाल घट्दै गयो। कुनै सन्देश नै आदान प्रदान भएको थिएन। उनी 2-3 महिनाकै गर्भवती भइसकेकी थिइन् र म नबोले पनि उनलाई सम्झिरहन्थे। तर फोन गर्न मन लागे पनि म आफैलाई रोक्थेँ। उनी श्रीमानसँग अहिले फोन गर्नु गलत हुन्छ भन्ने सोच्थे। जुन कुरा हरेक दिन हुन्थ्यो अब 4-5 दिनमा एकचोटि मात्र हुन्थ्यो। आत्मीयता हराइसकेको जस्तो। मन निकै भारी हुन्थ्यो, तर मैले आफू जबरजस्ती काममा व्यस्त राख्थेँ। रात दिन काम गर्थेँ, थकाएको भरमा आफूलाई विलास गर्थेँ। तर कहिलेकाहीँ कामको भिडमा पनि नीराको अनुहार झल्किन्थ्यो। त्यो मृदु स्वर कानमा बस्थ्यो र म फेरि भित्र बिग्रन्थेँ। तर मैले आफूलाई फेरि सम्झाउँथे, रमेश अब भयो, यो प्रेम, यो बन्धन हो, तिमी यो बन्धनबाट बाहिर निस्किनु पर्छ। त्यसपछि म फेरि जसले मलाई क्षणभरका लागि भए पनि नीरा र मेरो अपूर्ण प्रेमबाट टाढा राख्थ्यो। नीरासँग नबोलेको पनि महिनौ भइसकेको थियो। अचानक एक दिन नीराको, म त्यति बेला काममै थिएँ, पसिना थकाइले चकनाचुर। उसको फोनले के गर्यो भने मधुरो धड्कन फेरि तेज बनाइहाल्यो। तर मलाई फोन उठाउने मन लागेन। सायद म मेरो त्यो थकित उदास अनुहारलाई देखाउन चाहदिन थिएँ र मैले सोचेँ अब घर गएर रातमा शान्त छु, कस्ती छे, कस्तो छ भनेर सोध्छु। तर त्यो एक फोनले मेरो मनभित्र 1000 प्रश्न उठाइदियो। उनले किन फोन गरे? के ऊ ठिकै त छे? कि फेरि कुनै समस्या पो पर्यो कि? काम सकिन नपाउँदै म हतार कोठातिर लागे। मनमा एउटै कुरा चलिरहेको थियो, कहिले राति होला, कहिले कुरा गर्न पाउला। कोठामा पुग्ने बित्तिकै मैले हालेँ। फोन लाग्न साथ उताबाट शान्ति थियो, न आवाज न शब्द। मैले हेलो भनिरहँदा पनि कुनै उत्तर नै आएन। हृदय धड्कन बढ्दै एकाएक मेरो मन डरले भरियो। अनि एक्कासी मोबाइलमा उसको अनुहार देखियो।
तर त्यो निराको त्यो उज्यालो अनुहार थिएन, गाला सुन्निएको का दागहरू झल्किरहेका थिए। म स्तब्ध भएँ, एकछिन बोल्नै सकिन। अनि बिस्तारै सोधे, निरा यो के हो, कसले यस्तो गर्यो? त्यो वाक्य बोल्ने बित्तिकै ऊ एकाएक रुन थालिन्। निरा रोएको देखेर मेरो छाती नै चिरियो। मैले पुनः सोधिहालेँ, कसरी यस्तो भयो? 2 मिनेटसम्म उनी केही बोल्दै बोलिनन्। सास सम्हाल्दै भनिन्, श्रीमानले फेरि हात उठाए। रातको त्यो सन्नाटा अचानक मेरो मनभित्र विस्फोट भएको जस्तो भयो। भनिहाले, किन सहन्छौ यस्तो यातना? किन तिमी अझै पनि उसको साथमा छाडिदेऊ त्यस्तो मान्छेलाई? आँसु नै आँसु माझमा उनले बिस्तारै भनिन्, मैले छोडे भने के तपाईँ मलाई स्वीकार गर्नुहुन्छ र? निराको त्यो वाक्यले म एकछिन निसासिएँ। त्यो क्षणमा म ठ्याक्कै 2 बाटोमा उभिएको मान्छे थिएँ। एकतर्फ माया, अर्कोतर्फ वास्तविकता। गर्भवती थिइन्, उसको बच्चा मेरो होइन। तर उनी असहाय थिइन्, दुखी थिइन् र त्यो पीडाले मलाई भत्काइरहेको। म भित्र हल्मलिएको थिएँ। हो भन्नु भने संसार हल्लिन्छ, होइन भन्नु भने मेरो मन नै भाँचिन्छ। केही बेरको मौनतापछि मैले बिस्तारै भने, के तिमी मलाई माया गर्छौ? मैले त सोचेको थिएँ कि तिमी त अब आफ्नै श्रीमानसँग खुसी छौ। अब त गर्भवती पनि छौ, घरमा पनि सायद सबै ठिकै होला भन्ने ठानेको थिएँ। तिमीले बोल्न पनि मन गरिनौ, त्यसैले म चुप लागेर आफै टाढिएको हो। म बोलिरहँदा मोबाइल कर्कतर्फबाट सास आवाज मात्र सुनिन्थ्यो। निराले आफ्नो अनुहार लुकाएर रोइरहेकी थिइन्, तर उनको त्यो रुवाई मेरो कानैमा आइरहेको महसुस भइरहेको थियो। आँसु रोक्दै भनिन्, मेरो प्रश्नको तपाईँले कहिले पनि उत्तर नै दिनु भएन रमेश। म हरेक दिन तपाईँको सन्देशको प्रतीक्षा गर्थे। केही भन्नुहुन्छ होला बुझ्थे। तपाईँलाई याद छ, मैले अन्तिममा तपाईँलाई केही प्रश्न गरेको थिएँ, तर तपाईँले त्यसको उत्तर मलाई अहिलेसम्म पनि दिनुभएकै छैन। अरू कुरा गरेर टारिदिनु भयो। मलाई लाग्यो सायद तपाईँलाई म र मेरो बच्चा अस्वीकार्य भयो होला। निराले फेरि भनिन्, गर्भवती भएको खबरले श्रीमान एकछिनका लागि त खुसी हुनुभयो, तर दिनको मात्रै थियो। त्यसपछि फेरि पुरानै जस्तै दिनहरू दोहोरिए। फेरि रक्सी, फेरि अपमान, फेरि पीडा। म के खान्छु के खाँदिन उसको मतलब नै थिएन उहाँलाई। माइतबाट ऋण लिएर पोसिलो कुरा खान थालेकी छु, तर त्यो पनि कसरी लुकाउने? मैले सोच्न थालेँ कि म कति स्वार्थी रहेछु। मैले उसलाई माया गर्छु भने त गरेँ, तर माया गर्नुपर्ने बेला म चुप लागेर बसेँ। गर्व, उसको पीडा, उसको सबैमा म मौन दर्शक भएर बसेँ। साँचो माया त निस्वार्थ हुन्छ, तर मेरो स्वार्थ रहेछ। मैले आफूलाई बार बार भनिरहेको थिएँ, म निकै स्वार्थी रहेछु। मैले कुनै शब्द बोल्न सकेको थिइनँ। निरा पनि निसासिएर बसिरहेकी थिइन्। भिडियो कलमा हामी एकअर्काको अनुहार हेरेर बसिरहेका थियौँ। केही क्षणपछि मैले निरालाई अनलाइनबाटै 10,000 रुपियाँ पठाएर भने, पौष्टिक र ताकतिलो खाऊ है निरा। अब तिमी मात्र होइन, तिम्रो गर्भमा रहेको ख्याल गर्नुपर्छ। मेरो आवाज अलिक कापिरहेको थियो, म अपराध बोध थियो। मैले निराको ध्यान आफूतिर तान्दै भने, निरा मलाई माफ गर है, म कति स्वार्थी भएछु। मेरो मायाभित्र पनि स्वार्थ रहेछ। मैले तिमीलाई आफ्नो भन्न त सकिन, तर कम्तीमा साथीको भूमिका त सधैँ तिम्रो साथ दिएर निभाउन सक्थे, तर त्यो पनि मैले गर्न सकिन। निरा केही समय मौन नै भइन्। उनको निशब्दता आफैमा धेरै कुरा बोल्दै थियो। मैले फेरि बिस्तारै भने, निरा अर्को महिना म नेपाल आउँदैछु, के तिमी मसँग बिहे गर्छौ? यो प्रश्न सुनेर निरा केही क्षण स्थिर भइन्।
उनको अनुहारमा आश्चर्य, डर र खुसी सबै मिश्रित देखिन्थ्यो। उनी केवल मलाई हेरिरहेकी थिइन्। केही क्षणपछि उनको आँखाबाट खुसीका आँसु बग्न थाले, तर अझै उनले केही पनि बोलिनन्। मैले फेरि नजिक हुँदै भने, निरा, म तिम्रो र हाम्रो बच्चाको साथ चाहन्छु। म तिमीलाई यसरी दुःख देख्न सक्दिन। मेरा ती शब्दहरूले सायद निराको मन छोएछ। उनी रोइन्, तर यसपटक ती आँसु पीडाका होइनन्, राहत र आफ्नोको थियो। निराले बिस्तारै आफ्नो स्वर सम्हाल्दै भनिन्, होइन रमेश, मैले तपाईँलाई मेरो दुःख सुनाएर भावुक बनाउने सोच गरेकी थिइनँ। मलाई त बस आफ्नो मन हल्का बनाउन, आफ्नो पीडा कतिसँग बाँड्न मन लागेको थियो। मैले तुरुन्तै उसको कुरा बिचमै काट्दै भने, निरा, मलाई थाहा छ, तर मलाई पनि केही भन्न देऊ। मैले तिमीलाई हाम्रो पहिलो कुराकानीदेखि नै माया गर्छु, यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ। मलाई केही फरक पर्दैन तिमी विवाहित हौ कि अविवाहित। तिमी मेरो हो र तिम्रो पेटमा भएको बच्चा पनि मेरै हो। यी शब्दहरू बोल्दा मेरो स्वर काँपिरहेको थियो। मैले पहिले कहिले पनि यति गहिरो भावनाले भरिएको कुरा गरेको थिइनँ। मैले अझै थपेँ, निरा, मैले पहिले नै यो कुरा भन्न सकेको भए सायद आज यो सबै हुँदैन थियो होला। तर मैले तिम्रो अनुहारमा खुसी देखेको थिएँ र मलाई लाग्यो सायद म तिम्रो घर बिगार्दैछु। तर अहिले आएर म थाहा पाउँदैछु तिमी त त्यहाँ कहिले खुसी नै छैनौ र म तिमीलाई यसरी दुखी भएको देख्न सक्दिनँ। म बिन्ती गर्छु, अर्को महिनामा नेपाल आउँदा मलाई भेट। हामी दुवैजना मिलेर नयाँ जीवनको सुरुवात गरौँला। निराले केही नबोली केवल टाउको मात्र हल्लाइन्। उनको अनुहारमा मुस्कान थियो। आँसुले भिजेको थियो, तर उनको आत्मा चम्किरहेको थियो। मलाई त्यतिखेर लाग्यो अब मेरो माया मेरो साथमा हुनेछ। रातदेखि ढिलो भइसकेको थियो। मैले उनीतर्फ हेर्दै भने, अब तिमी आराम गर निरा, आफ्नो स्वास्थ्यको ख्याल राख। निरा मुस्कुराइन् र हल्का स्वरमा भनिन्, गुड नाइट रमेश। फोन काटिए पनि हामी दुवैको मन भने जोडिएको थियो। दूरी टाढा भए पनि हृदय नजिक आएको अनुभव भएको थियो। फोन काटिएपछि म बेडमा पल्टिएँ। आँखाले छत हेरिरह्यो, तर मेरो मन अर्कै दुनियाँमा थियो। मनभित्र खुसीको उमङ्ग उम्लिरहेको थियो, तर त्यही खुसीभित्र कता कता डर पनि मिसिएको थियो। आफैमाथि रिस पनि उठिरहेको थियो। म कति स्वार्थी रहेछु, आफूले माया गरेको मान्छेलाई त्यस्तो अवस्थामा एक्लै छाडे। यदि आज निराले आफै मलाई फोन नगरेको भए। तर आजको कुराकानीले मेरो हृदय फेरि नयाँ साहसले भरिएको थियो। अब भने मैले आफैसँग बाचा गरेँ। अब म मेरो मायालाई मेरो बनाउन जुनसुकै हद पार गर्न पनि तयार छु। राति लगभग 11 बजिसकेको थियो। भोक लागेको महसुस भयो। किचनतिर लागेर चाउचाउ पकाएँ। तर आजको खुसीले एक प्याकेट चाउचाउले पनि मेरो मन तृप्त भयो। मनमा त्यही कुरा घुमिरह्यो, निरा अब मेरो जीवनमा फर्किएकी छिन्। त्यस दिनबाट मैले निरासँग नियमित सम्पर्क गर्न थालेँ। हरेक बिहान र रातमा सन्देश पठाउँथे, खाना खायौ, कस्तो छ तिमीलाई, आफ्नो ख्याल राख है। निराले कहिले पैसाको माग नगरे पनि म आफै उनलाई बेला बेला पैसा पठाइराख्थेँ। निराको अनुहारमा फेरि चमक फर्किएको थियो। भिडियो कलमा हाँस्दा उनको गाला हल्का राता देखिन्थे। मलाई लाग्थ्यो सायद उनी पनि मलाई भेट्न उत्तिकै आतुर छिन्। निरा र म बोल्न थालेको पनि करिब 1 वर्ष भइसकेको थियो, तर हाम्रो भेट एक पटक पनि भएको थिएन। अब भने त्यो प्रतीक्षा अन्त्य हुँदै थियो। केही हप्तामै हाम्रो पहिलो भेट हुने तय भएको थियो। तर त्यो केवल पहिलो भेट मात्र होइन, हाम्रो नयाँ जीवनको पहिलो अध्याय पनि हुन जाँदै थियो। म दिनहरू गन्दै थिएँ। मनमा एउटै प्रश्न घुम्थ्यो, अब कहिले त्यो दिन आउने होला। अन्ततः
त्यो दिन पनि आयो। भोलिपल्ट म नेपाल फर्कदै थिएँ। म लगभग 2 वर्षपछि घर फर्कदै थिएँ। परिवारका लागि सानातिना उपहारहरू पनि बटुले। निराको लागि पनि मैले छुट्टै सामान किनेको थिएँ। उसको लागि भनेर मैले एउटा सानो सुनको सिक्री बनाएको थिएँ। त्यो रात उत्साहले म निधाउनै सकिनँ। भिडियो कलमा निरासँग कुरा गर्दै आफ्नो खुसी बाँड्दै थिएँ। उनी पनि हाँस्दै थिइन्। अब म तिमीलाई प्रत्यक्ष भेट्छु भन्ने सोच्दा पनि मेरो त मुटुले ढुकढुक हुन्छ रमेश, निराले हाँस्दै भनेकी थिइन्। निराको कुरा सुनेर म पनि मसक्क मुस्कुराएको थिएँ। नेपाल पुगेपछि पहिलो काम निरालाई भेट्नु नै मेरो योजना थियो। त्यसैले मैले यो कुरा परिवारमा कसैलाई पनि भनेको थिइनँ। निराले पनि मलाई बाचा गरेकी थिइन्। उनी नै मलाई एयरपोर्टमा लिन आउने छिन्। त्यो सोच्दै गर्दा शरीरभरि उत्साहको लहर डोरिन्थ्यो। रातभरि पल्टिँदै कल्पनामा म निराको अँगालोमा बाँधिसकेको थिएँ। भोलिपल्ट बिहानै विमानस्थलतर्फ लागे। मनमा खुसी, डर, आशा र विश्वास सबै मिसिएका भावना थिए। विमानमा बस्दा पनि आँखा बन्द गरेर म कल्पना गर्थेँ, अब केही क्षणपछि म निराको अँगालोमा हुनेछु। नेपाल पुगेपछि पनि मेरा आँखाले चारैतिर निराको खोजी गरिरह्यो। त्यो भिडभाडभित्र मेरा नजरहरू केवल उनलाई खोज्दै थिए। अचानक टाढा एउटा परिचित मुस्कान देखेँ। सादा कुर्ता सुरुवालमा सजिएकी निरा अनुहारमा प्राकृतिक चमक लिएर मलाई हेर्दै थिइन्। हाम्रो नजर जुट्ने बित्तिकै उनले आफ्नो हात हल्लाइन्। म पनि लामो मुस्कान सहित उनीतर्फ अघि बढेँ। हामी केही शब्द बोल्नु अघि नै निराले मलाई कसेर अँगालो हालिन्। त्यो क्षणमा समय नै रोकिए जस्तै लाग्यो। मेरो आँखामा आँसु आयो। उनको आँखामा पनि आँसु देखेँ। तर ती आँसुहरूमा पीडा थिएन, थियो त केवल खुसी। हामी दुवैजना ट्याक्सी चढेर नजिकको एउटा होटलमा गयौँ। त्यहाँ मैले आफ्नो सामान राखेँ र निराको अनुहार हेरेँ। त्यो क्षणमा मलाई थाहै भएन म सपना देख्दैछु कि वास्तविकता बाँच्दैछु। म निराको अगाडि बसेको थिएँ। केही क्षण उनलाई नै हेरिरहेँ। उनको अनुहारमा हल्का मुस्कान थियो। लामो समयपछि पहिलो पटक म उनको आँखामा शान्ति देख्दै थिएँ। मैले मुस्कुराउँदै सोधेँ, निरा कस्तो छ तिमीलाई? उनले न्यानो स्वरमा भनिन्, ठिकै छु, तर तपाईँलाई देखेपछि अझ धेरै राम्रो महसुस भइरहेको छ। केही क्षण हामी मौन नै बस्यौँ। त्यो मौनतामा पनि अनगन्ती कुराहरू लुकिरहेका थिए। मैले होटलको कोठामा खानाको अर्डर दिएँ। खाना आयो र त्यो खाना अझ विशेष बन्यो निराको साथमा। हामी दुवैजना हल्का कुरा गर्दै एकअर्काको नजरमा हराउँदै खाना खायौँ। भोकभन्दा पनि भावना बढी थियो। खाना सकिएपछि म केही क्षण निराको अनुहार हेर्दै बसेँ। त्यो अनुहारमा थकान पनि थियो, शान्ति पनि। म ढुक्क भएर उनी नजिक गएँ र उनलाई अँगालोमा बेरेँ। मैले सास रोकेर कानमा बिस्तारै भने, निरा के तिमी मेरो साथमा जीवन बिताउन तयार छौ? निराले पनि हल्का मुस्कुराउँदै मेरो छातीमा टाउको टेकेर बिस्तारै भनिन्, रमेश यो भन्दा खुसीको कुरा त मेरो लागि अरू हुनै सक्दैन। तर सोच त, म विवाहित छु अनि अहिले 3 महिनाको गर्भवती पनि। म तिमी भन्दा 5 वर्ष जेठी छु। तिम्रो घर परिवारले के भन्लान्, समाजले के सोच्ला? निराका यी शब्दहरूले कोठाभरि एकछिन मौनता छायो। तर मेरो मनभित्र तुफान उठिसकेको थियो। मैले उनको आँखामा हेरेर दृढ स्वरमा भने, मलाई कसैको केही भनाएको मतलब छैन निरा। तिम्रो श्रीमान नै मेरो अगाडि आए पनि तिमीलाई मेरो हुनबाट अब कसैले रोक्न सक्दैन। मेरो उत्तर सुन्न साथ निरा जोडले हाँसिन्। त्यो हाँसोमा आँसु पनि मिसिएको थियो। त्यो हाँसो मेरो कानमा सँगे जस्तै भयो।
मैले फेरि निरालाई नजिक तान्दै आफ्नो अँगालोमा बेर्दै हौसला दिँदै भने, निरा, तिमी घर जाऊ, आफूलाई चाहिने आवश्यक सामान प्याक गर। भोलि बिहानै म तिमीलाई लिन आउँछु। हामी सँगै नयाँ जीवनको सुरुवात गर्नेछौँ। मेरा ती शब्दहरूले उनी केही क्षण मौन नै रहिन्। उनको अनुहारमा हल्का डर झल्कियो, तर त्यो डर भन्दा पनि एक किसिमको विश्वास थियो। लामो रातपछि पहिलो पटक बिहानको उज्यालो देखिएको जस्तै विश्वास। मैले निराको हात समाउँदै भने, निरा, तिमी नडराऊ, म सधैँ तिम्रो साथमा हुनेछु। तिमीलाई र हाम्रो बच्चालाई म कहिले पनि दुःख हुन दिने छैन। त्यो क्षण निराको आँखाबाट आँसु बग्न थाल्यो। मैले बिस्तारै उनको पेटमा हात राखेँ अनि पेटमा चुम्बन गरेँ। मनभित्र एउटा अनौठो शान्ति छायो। पहिलो पटक मलाई लाग्यो यो नै मेरो जीवनको अर्थ हो। त्यसपछिका समय हामी मौन भएर बस्यौँ। त्यो मौनतामा सारा बाचा, सारा भावना, सारा प्रेम बोलिरहेको थियो। अन्ततः निराले बिस्तारै भनिन्, रमेश, अब म जान्छु। भोलि बिहान म तयार भएर बस्छु। म तिमीलाई कुरेर बस्नेछु। मैले पनि टाउको हल्लाएँ, मुस्कुराएँ र निराको निधारमा चुम्बन गर्दै उनलाई विश्वास दिलाएँ। निरा निस्कदा उनको पछि पछि हावाले पर्दा हल्का हल्लायो। त्यो हावासँगै म भित्र पनि एउटा नयाँ आशाको लहर चल्यो। त्यो रात म निकै खुसी थिएँ। मनमा कुनै डर थिएन, कुनै पछुतो थिएन, सिर्फ एउटा भावना थियो। अब मेरो जीवन, मेरो माया, मेरो भविष्य सबै निरासँग बाँधिएको छ। रात निकै ढिलो भइसकेको थियो। मैले बत्ती निभाएँ, बेडमा पल्टिएँ र पहिलो पटक आँखा बन्द गर्दा भविष्य उज्यालो देखेँ। भोलिपल्ट बिहान 4 बजेको अलार्मले आँखा खोल्यो। म थकाइ र उत्साह दुवैमा डुबेका थिएँ। हिजो रातभर निन्द्रा लागेको थिएन। मनमा एउटा मात्र कुरा घुमिरहेको थियो, निरालाई लिएर नयाँ जीवनको सुरुवात। म उठेँ, अनुहार धोएँ, कपडा मिलाएँ, आफ्नो सुटकेस सबै तयार गरेँ र होटलबाट निस्केँ। बिहानको हावा चिसो थियो, तर मनभित्र तातोपनको ज्वाला थियो। ट्याक्सी बुक गरेँ। सानो सहरको गल्ली हुँदै मैले ड्राइभरलाई निरा भएको ठेगाना बताएँ। गाडी हल्लिँदै अघि बढ्दै थियो र म सोच्दै थिएँ अब केही बेरमै म निरालाई अँगालोमा बेर्नेछु। मैले निरालाई पहिले नै भनेको थिएँ, तिमी आफ्नो घरबाट करिब 1-2 मिनेट अगाडिको रोडमा आएर बस्नु, ताकि उनलाई अरू कसैले नदेखोस्। ट्याक्सी मैले भनेको बाटो नजिकै पुगेको थियो। बिहानको त्यो शान्त वातावरणमा चराहरूको छिरबिर आवाज सुनिन्थ्यो। म ट्याक्सीबाट तल झरेँ। सडक सुनसान थियो। केही पर निरा सानो ओभरकोटमा आइरहेकी थिइन्। जब निरा मेरो अगाडि आइपुगिन्, मैले देखेँ उनको अनुहारमा कुनै डर थिएन, बरु शान्ति र राहतको आभास थियो। उनको आँखामा एक किसिमको विश्वास झल्किरहेको थियो, जस्तो सबै तुफानपछि पहिलो पटक उज्यालो देखिएको मानिसमा हुन्छ। मैले निराको हात समाएँ। त्यो स्पर्शमा एउटा अठोट थियो, एउटा माया थियो र एउटा बाचा पनि। अब म तिमीलाई कहिल्यै एक्लै छोड्ने छैन। निराले हल्का मुस्कुराउँदै भनिन्, अब सबै ठिक हुन्छ हैन रमेश? मैले पनि उनको आँखामा हेर्दै भने, अब सबै ठिक हुन्छ निरा, अब हामी दुवैजना सँगै छौँ। मैले निरालाई ट्याक्सीमा बसाएँ अनि ड्राइभरलाई पनि अगाडि बढ्ने इसारा दिएँ। ट्याक्सी बिस्तारै अगाडि बढ्न थाल्यो। बिहानको चिसो हावाले झ्यालको पर्दा हल्लिरहेको थियो।
निरा मेरो काँधमा टाउको टेकेर सुतेकी थिइन्। उनको त्यो सासको न्यानोपनले मेरो मुटुभरि शान्ति छायो। म सोच्दै थिएँ, सायद निराले पहिलो पटक मसँग शान्ति महसुस गरिरहेकी छिन्। बाहिरको संसार चिसो थियो, तर हाम्रो संसार, ट्याक्सीको त्यो सानो ठाउँ तातो थियो, तर जीवनले भरिएको थियो। त्यो क्षणमा हामीले न भविष्यको चिन्ता गर्यौं न समाजको डर। बस एकअर्काको नजरमा हाम्रो सारा जगत अडिएको थियो। हामी कहाँ पुग्नेछौँ, कस्तो जीवन सुरु गर्नेछौँ थाहा थिएन, तर एउटा कुरा पक्का थियो, हामीले डर होइन प्रेम रोजेका थियौँ। र त्यो क्षण मलाई लाग्यो यो हाम्रो माया हो, र आजको बिहान हाम्रो मायाको जित भएको थियो।